ह्याप्पी दसैँ सबैजनालाई। हाम्रो त दसैँको तयारी। आज चाहिँ खानामा चाहिँ पुरी बनाएको छौँ, कुखुराको मासु, अनि यता आलु छोले, अनि यता चावल। आजको चाहिँ यति मात्रै हो हाम्रो परदेशमा, के गर्नु, यति हाम्रो तयारी। क्यामेराम्यान फोटो खिच्यो यता हेर्नु न, यता हेर्नु उता टिका लगाइदियो, यता पनि हेर्नु न टिका गरेर। पहिलो टिका खुल्दैछ छोरी ज्वाइँको, यता भदैनी र ज्वाइँको। आज बाबुले पहिलो दसैँ है टिका खोल्दै हुनुहुन्छ। टिका 3 चोटि ये भी नहीं दुला दुला। क्या तिमी के आवाज बंद गर्न सक्दैनौ? यता भाउजूलाई टिका लगाउँदै दुई भाइनाले। सिम्पल खाना के गर्नु परदेशको ठाउँमा, हेर्नु त हाम्रो सिम्पल खाना छ। भात, पुरी, छोले, मासु, अनि कोल्ड ड्रिङ्क। उनीहरू भित्र खाँदैछन्। भाउजू र कान्छी चाहिँ यता बस्नु भएको छ, अनि म चाहिँ कोल्ड ड्रिङ्क पिरहेको छु।